नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। नेपाली क्रिकेट जगतका सम्पूर्ण अपडेटहरूको साथमा हामी प्रस्तुत हुने गर्दछौं। दर्शकवृन्द, विश्वकप यात्रामा निक्लेको नेपाल क्रिकेट टिमले अन्तत भारतमा शानदार जितबाट सुरुवात गरेको छ। भारतको मुम्बई विरुद्ध शानदार जित निकाल्न सफल भएको छ। यो बारेमा आजको भिडियोमा चर्चा रहनेछ। त्यस्तै गरी जितबाट विश्वकप यात्राको सुरुवात गरेको नेपाली टिमको कम्बिनेसन ठिक बसेको छ। यो बारेमा पनि हामी भिडियोमा चर्चा गर्नेछौं। भारतको मुम्बई टिमलाई नेपाल क्रिकेट टिमले उसकै मैदानमा धुलाई गरेको छ। आक्रामक प्रदर्शन गर्न सफल भए कुशल भुर्तेल, रोहित कुमार पौडेल लगायतका खेलाडीहरूले शानदार प्रदर्शन गरेका छन्। दर्शक महानुभावहरू, यो जितको लागि तपाईहरुले पनि कंग्रेचुलेसन भन्दिनु होला। र यो अभ्यास खेलमा जितेर मात्रै पुग्दैन, अब नेपाल क्रिकेट टिमले यसरी नै विश्वकपमा पनि तहल्का पिट्नेछ र उत्कृष्ट प्रदर्शन गर्नेछ। शुभकामना तपाईले पनि दिनु होला। च्यानललाई सब्स्क्राइब गरिदिनु होला क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेटहरुको लागि। दर्शकवृन्द, नेपाल क्रिकेट टिम श्रीलंकाबाट भारत प्रस्थान गरेको थियो र भारतको पहिलो अभ्यास खेलमा नै नेपाल क्रिकेट टिमले अन्तत शानदार जित निकाल्न सफल भएको छ। अब विश्वकप भन्दा अगाडि नेपाल क्रिकेट टिमले कहिले कहाँ कुन टिमहरुसँग खेल्दैछ यो बारेमा पनि मैले भिडियोमा चर्चा गर्नेछु। सर्वप्रथम त विश्वकप अगाडि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अन्तत पहिलो खेलमा नै शानदार जित निकाल्न सफल भएको छ। दर्शक महानुभावहरू, कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्न सफल भए, रोहित कुमार पौडेलले त्यस्तै सम्हालेर ब्याटिङ गरे भने दिपेन्द्र सिंह एरीले पनि नम्बर 4 मा आएर ब्याटिङ गर्न सफल भए र त्यो परीक्षण कहीं न कहीं सफल भएको जस्तो लाग्छ। मैले बारम्बार भन्थे पहिलेदेखि नै दिपेन्द्र सिंह एरीलाई नम्बर 4 मा खेलाउनु पर्छ भनेर, र त्यसै अनुरूप नेपाल क्रिकेट टिम म्यानेजमेन्टले पनि दिपेन्द्र सिंह एरीलाई नम्बर 4 को लागि परीक्षण गरेको थियो। अन्ततः त्यो कहीं न कहीं सफल भएको छ। दर्शक महानुभावहरू, एकदमै राम्रो ब्याटिङ गर्न सफल भएका छन्। मैले भनेको थिएँ पहिला पनि कि दिपेन्द्र सिंह एरी जस्तो ब्याटरलाई नम्बर 4 मा ब्याटिङ गर्न पठाउने हो भने उनले चौका छक्का लगाएर मात्रै होइन कि उनले सिंगल डबल रन नै लिएर टिमलाई जिताउन सक्ने क्षमता राख्छन्। रोहित कुमार पौडेलसँगै दिपेन्द्र सिंह एरी क्रिजमा कुदेर नै 1 रनलाई 2 रनमा कन्भर्ट गर्न सक्छन् भनेर पनि भनेको थिए र त्यसै अनुरूप हिजो त्यो प्रकारको खेलमा पनि देखिएको छ। दर्शक महानुभावहरू, शानदार प्रदर्शन गर्न सफल भएको छ। नेपाल क्रिकेट टिमले मुम्बईको एमसीए 11 सँग खेलेको थियो, जहाँ नेपाल क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले पहिला टस जितेर फिल्डिङ लिने निर्णय गरेका थिए। मुम्बईलाई 142 रनमा नै रोकेको थियो। नेपालका बलरहरूले पनि शानदार प्रदर्शन गर्न सफल भए। हाम्रा नेपाली अनुभवी फास्ट बलरहरू भने केही महँगो भने साबित हुन पुगेका थिए। मुम्बईले 9 विकेट गुमाएर 142 रन बनाएको थियो, जसमा नेपालको बलिङको कुरा गर्नु पर्दा करण केसीले 4 ओभरमा 39 रन खर्चिए, कुनै पनि विकेट लिन सकेनन्। शेर मल्लले 4 ओभरमा 26 रन खर्चेर 1 विकेट लिएका थिए भने सोमपाल कामीले 3 ओभरमा 25 रन खर्चिए, कुनै पनि विकेट लिएनन्। दिपेन्द्र सिंह एरीले 1 ओभरमा 1 मेडन सहित 1 विकेट लिन सफल भएका थिए भने त्यस्तै अर्का फास्ट बलर नन्दन यादव थिए, उनले 9 रन खर्चेका थिए 2 ओभरमा भने 2 विकेट लिन सफल भएका थिए भने कुशल भुर्तेलले 4 ओभरमा 25 रन खर्चेर 1 विकेट लिन सफल भएका थिए। गुलशन कुमार झालाई पनि बोलिङ गराइएको थियो, उनले पनि 2 ओभर बोलिङ गरेर 17 रन खर्चे र 1 विकेट लिन सफल भएका थिए। गुलशन कुमार झाले चाहिँ सर्ट बल खतरनाक गरिरहेका थिए र उनी अग्ला कदका पनि छन् र उनलाई अलिकति हाइटको पनि फाइदा मिल्ने गर्छ। त्यो कारणले गर्दा उनलाई पनि विश्वकपमा बोलिङ गराउनु पर्नेछ। त्यसै अनुरूप पनि कप्तान रोहित कुमार पौडेलले उनलाई पनि बोलिङमा मौका दिएका थिए र भारतको पिचमा गुलशन कुमार झालाई मजाले मद्दत मिल्न सक्नेछ। त्यो कारणले गर्दाखेरि पनि गुलशन झाले पनि बोलिङमा पनि अभ्यास गरिरहेका छन्। ब्याटिङ त उनको प्रमुख छँदैछ। उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिंह एरी बोलिङमा चाहिँ मैले भन्छु किन भन्दाखेरि उनले 1 ओभर गरे र 1 ओभरमा कुनै पनि रन दिनन्। विकेट मेडियन रहेको थियो उनको ओभर, 1 विकेट लिन सफल भए, 1 ओभर बोलिङ गरे र 1 मेडियन नै, कुनै पनि रन दिएनन्। शेरमल्लको पनि राम्रै प्रदर्शन भएको हो, 4 ओभरमा 26 रन खर्चेर 1 विकेट उनले लिन सफल भएका थिए भने नन्दन यादवले 2 विकेट लिन सफल भएका थिए। उनले 2 ओभर बोलिङ गर्दै 9 रन खर्चेर 2 विकेट लिन सफल भएका हुन्। दर्शक महानुभावहरू, कहीं न कहीं बोलिङ प्रदर्शन ठिकठाक नै हो। करण केसी र सोमपाल कामी भने अलिकति महँगो साबित भए। यो प्रकारको टिमसँग पनि हाम्रो नेपालको फास्ट बोलिङ यति महँगो साबित भइरहेको छ भने स्तरीय टिमसँग के हालत होला भनेर पनि यति बेला सामाजिक सञ्जालहरुमा चर्चा परिचर्चाहरू गरेका छन्, आलोचनाहरू पनि भइरहेको छ। हुन त क्रिकेटको खेल हो, कहिलेकाहीँ ठिकठाकै प्रदर्शन हुन्छ, कहिलेकाहीँ अति उत्कृष्ट खेल पनि प्रदर्शन हुन्छ भने कहिलेकाहीँ अलिकति प्रदर्शन हुँदैन। त्यसमा चाहिँ खेलाडीहरूले पनि मेहनत गरिरहेका छन्। अब आउने समयहरुमा चाहिँ राम्रो प्रदर्शन गरून् भन्ने मैले चाहन्छु र नेपाली बोलिङ लाइन राम्रै छ, यतिको ठिकै प्रदर्शन भइरहेको छ, विकेट मात्रै नआएको हो भन्न चाहन्छु मैले चाहिँ। र त्यस्तै गरी यहाँ सबै बलरहरूले बोलिङ गरे तर सन्दीप लामिछाने खेलेनन् भनेर पनि भन्नुभएको छ धेरै जनाले। कतिपयलाई त थाहा भइसकेको छ सन्दीप लामिछाने अलिकति अस्वस्थ भएको कारणले गर्दा नखेलेको भन्ने कुरा छ। उनको स्वास्थ्य लाभको पनि हामी कामना गर्छौं र यो टिम चाहिँ एकदम ब्यालेन्स टिम छ। यसमा चाहिँ सन्दीप लामिछाने मात्रै आउनुपर्छ। मलाई जहाँसम्म लाग्छ सोमपाल कामी, करण केसी, नन्दन यादव यी 3 जना मध्ये 1 जनाको ठाउँमा चाहिँ सन्दीप लामिछानेले खेल्नेछन्। दर्शक महानुभावहरू, अरु कुनै खेलाडीहरूलाई चेन्जेस गर्नुपर्ने जस्तो मैले यहाँ देख्दिन, किनकि ब्याटिङ लाइनमा पनि शानदार प्रदर्शन गर्न सफल भएका छन्। कि एउटा ब्याटर हटाउनु पर्यो कि एउटा बलर नै हटाउनु पर्यो सन्दीप लामिछानेलाई राख्नको लागि, हैन? हिजोको खेलमा चाहिँ अस्वस्थ भएको कारणले गर्दा उनी
खेल्न सकेका थिएनन्। अब दोस्रो म्याचमा चाहिँ उनी खेल्नेछन्। अबको म्याचहरुमा चाहिँ सन्दीप लामिछानेले पनि ट्रेनिङ सेसनमा अभ्यास खेलमा नेपालको तर्फबाट खेल्नेछन्। सन्दीप लामिछानेले खेलेको हेर्न अवश्य पनि सक्नेछौं दर्शक महानुभावहरु। उनले ट्रेनिङ सेसन अभ्यास सेसन भने गरिरहेका छन्। र नेपालको ब्याटिङ लाइनअपको कुरा गरिहालौं। कुशल भोटेल र आसिफ शेखको जोडीले ओपनिङ गरेका थिए र उनीहरुको पार्टनरशिप भनेको 49 रनको भएको थियो। कुशल भोटेलले यति धेरै आक्रामक ब्याटिङ गरे, छक्का त लगाएनन्। उनले यद्यपि 8 वटा चौका लगाएका थिए भने 21 बल मात्रै खेलेका कुशल भोटेलले 38 रन बनाएका थिए र उनले भनेका छन् कि आक्रामक खेल्ने रणनीति थियो, त्यो रणनीति कहीं न कहीं सफल भएको छ भनेर पनि पछाडी इन्टरभ्यूहरुमा उनले भनेका थिए। भने आसिफ शेख अलिकति सम्हालिएर खेल्ने प्रयास गरेका थिए। 17 बल खेलेर उनले 16 रन बनाएका थिए। एक चौका मात्रै उनले लगाउन सफल भए। स्ट्राइक रेट हेर्नुहुन्छ भने 94 को छ। कुशल भोटेलको लगभग 200 भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका थिए र अन्त्यमा आउट हुँदा पनि उनको 180.95 को स्ट्राइक रेटमा उनले ब्याटिङ गरेका थिए। 21 बलमा 38 रन बनाएका थिए। यो जोडी कहीं न कहीं खतरनाक लाग्नेछ। यो जोडीले विश्वकपमा पनि यस्तै खालको प्रदर्शन गरोस् भन्ने आशा सबै समर्थकहरूले राखेका छन्। र तेस्रो नम्बरमा रोहित कुमार पौडेल नै आएका थिए। 43 बल खेले उनले, क्रिजमा टिकिरहे, अन्तिमसम्म जिताएर नै गए। 50 रन उनले प्रहार गर्न सफल भएका थिए। 43 बल खेलेका उनले 50 रन बनाए र 5 वटा चौका उनले पनि लगाउन सफल भएका थिए। भने दीपेन्द्र सिंह हेरी क्रिजमा टिकेर खेलिरहे, रोहित कुमार पौडेललाई शानदार तरिकाले साथ दिइरहे। 22 बलमा 28 रन बनाए भने 4 वटा चौका उनले पनि लगाए। कुनै पनि खेलाडीहरूले रिस्क लिन चाहेनन्, छक्का हान्ने धुनमा चाहिँ आउट हुन चाहेनन्। त्यो कारणले गर्दा रिस्क बिनै खेल्नु पर्ने थियो यो खेल र जित्यो पनि नेपाल क्रिकेट टिमले। र 5औं नम्बरमा आरिफ शेखलाई ल्याइएको थियो। उनले 1 बलमा 1 रन बनाएर नट आउट रहेका थिए दर्शक महानुभावहरु। त्यसकारणले गर्दा 3 विकेट गुमाएर नेपाल क्रिकेट टिमले यो 143 रन सजिलै पूरा गर्न सफल भयो र उत्कृष्ट जित हासिल गर्न पनि सफल भएको छ। 7 विकेटले यो जित निकाल्न सफल भएको थियो नेपाल क्रिकेट टिमले मुम्बईको MC11 सँग। अब आरिफ शेख 5औं नम्बरमा आउने भइसकेपछि 6औं नम्बरमा लोकेश बम आउने थिए। 7औं नम्बरमा गुलशन कुमार झा भए। 8औं नम्बरमा सोमपाल कामी। 9औं नम्बरमा करण केसी। 10औं मा नन्दन यादव र 11औं मा शेर मल्ल खेलेका थिए दर्शक महानुभावहरु। उनीहरूले त ब्याटिङ गर्ने मौका नै पाएका छैनन्। यो पछिल्लो 2 वटा अभ्यास खेलमा श्रीलंकासँगको अन्तिम खेलमा पनि नेपाल क्रिकेट टिमले सजिलै जितेको थियो। यहाँ पनि 17 ओभरमा नै जित हासिल गर्न सफल भयो र त्यति धेरै विकेट पनि फालेन। त्यो कारणले गर्दा नेपाल क्रिकेट टिम अलिकति लयमा छ। यही प्रकारले खेल्ने हो भने जुन कुनै टिमलाई पनि हराउन सक्छ भन्ने चाहिँ मलाई लाग्छ। अलिकति आक्रामक शैलीमा खेल्नु पर्नेछ र मिडल अर्डर ब्याट्सम्यानहरूले पनि अलिकति स्ट्राइक रेटलाई सुधार गरेर खेल्नु पर्ने देखिन्छ। र यति भयो भने नेपाल क्रिकेट टिमले 180-90 रनको टार्गेट चाहिँ पूरा गर्न सक्छ भन्ने चाहिँ मलाई लाग्छ दर्शक महानुभाव। तपाईलाई के लाग्छ तल कमेन्ट बक्समा लेखिदिनु होला। नेपाली टिमको प्रदर्शन कस्तो लाग्यो त्यो बारेमा पनि लेखिदिनु होला। अब नेपाल क्रिकेट टिमको अर्को खेल भनेको 31 जनवरीको रहेको छ। मुम्बई MC11 सँग खेल्नेछ। त्यसपछि नेपाल क्रिकेट टिमले विश्वकप भन्दा अगाडिको वार्म अप म्याच खेल्नेछ। यो मुम्बईमा खेलिसकेपछि नेपाल क्रिकेट टिम चेन्नई पुग्नेछ र चेन्नईमा फेब्रुअरी 3 मा UAE, फेब्रुअरी 5 मा क्यानाडासँग नेपाल क्रिकेट टिमले विश्वकप भन्दा अगाडिको वार्म अप म्याच खेल्नेछ। यो खेलहरुको बारेमा पनि हामीले अपडेट पक्कै पनि दिनेछौं। विश्वकप भन्दा अगाडिको वार्म अप म्याच खेलिसकेपछि नेपाल क्रिकेट टिम फेरि मुम्बई फर्किनेछ। मुम्बईमा नेपाल क्रिकेट टिमले वानखेडेको पिचमा खेल्नेछ। पहिलो खेल इंग्ल्यान्डसँग दर्शक महानुभावहरु। विश्वकपको पहिलो खेल फेब्रुअरी 8 मा नेपालको रहनेछ। अब नेपालको खेल आइसकेको छ, यानी कि यो भनौं विश्वकपको खेलहरु आउन लागिसकेका छन्। नेपाल क्रिकेटका फ्यान्सहरु एक्साइटेड छन्। नेपाली क्रिकेट टिमले पनि लगातार जितिरहेको छ। त्यो कारणले गर्दाखेरि नेपाली क्रिकेट टिमको अझै पनि कहाँ के कमजोरीहरु छ दर्शक महानुभाव, के कुराहरुलाई अझै सुधार गर्नुपर्ने तपाईहरुले देख्नुहुन्छ, त्यो बारेमा पनि तलको कमेन्ट बक्समा लेखिदिनु होला। अब बोलिङमा केही मेहनत गर्नुपर्ने देखिन्छ। बोलिङ लाइनअपलाई अलिकति सुधार गर्नुपर्ने हुन्छ। विशेष गरेर नेपालका फास्ट बलरहरुले केही आक्रामक शैली अपनाउनु पर्ने हुन्छ, विकेट चटकाउने शैली लिनुपर्ने हुन्छ। यो चाहिँ हाम्रो तर्फबाट सुझाव छ। दर्शक महानुभावहरु तपाईलाई के लाग्छ, यो टिम के ठीक छ र सन्दीप लामिछाने कुन खेलाडीको ठाउँमा खेल्नुपर्छ, यो टिम मध्ये एकजना कुन खेलाडीलाई तपाईले हटाउनुहुन्छ, तल कमेन्ट बक्समा लेखिदिनु होला। क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट र विश्वकप सम्बन्धी सम्पूर्ण अपडेटहरुको लागि चाहिँ च्यानललाई एक सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई एक लाइक गर्न पनि नबिर्सनु होला। भेट्नेछौं अर्को अपडेटमा। अहिलेलाई भने छुट्छौं। जय नेपाल, जय नेपाली क्रिकेट।